आज चाहिँ मेरो घरमा मेरो प्यारो बहिनी आएकी छिन् र दिदी बहिनी धेरै दिनमा भेट हुँदाखेरि एकदमै खुसी फिल हुन्छ र हेर्नुहोस् कति रमाइलो कति खुसी छु म आज। हामी छोरी बुहारीहरूको चाहिँ पर्मानेन्ट जब भेटिएको छ गाइस। बिहान बेलुका दिउँसो खाना बनाउँदा घरको मान्छे पनि खुसी अनि आफू पनि खुसी भन्नु पर्यो। के गर्नु, बिहान बेलुका दिउँसोको जबमा चाहिँ म आज एन्ट्री गरिसकेकी छु र अहिले चाहिँ म छु आफ्नो ड्युटीमा खाना बनाउने गाइस। र त्यसरी नै तावा बसाइसकेकी छु अनि खाना बनाउँदा चाहिँ म एकदम एन्जोय गरेर बनाउँछु गाइस। र कहिले चाहिँ गाना लगाई सुनी बनाउँछु र कहिले चाहिँ नाच्दै बनाउँछु। र यहाँ हेर्नुहोस् त मेरो चाहिँ खाना बनाएको तरिका अलग छ। र सबैभन्दा पहिला मैले तावा बसाइसकेकी छु अनि मैले अलिअलि पनिर फ्राई गरेकी छु। देन उसको बादमा मैले क्याप्सिकम, प्याज, टमाटर, लसुन अदरकको पेस्ट अनि हरियो खोर्सानी र धनिया पनि काटेर रेडी गरेकी छु। गाइस सबको पकाउने तरिका अलग अलग छ र म चाहिँ यसरी पकाइरहेकी छु। मलाई चाहिँ पनिर अलिअलि फ्राई गरेको मनपर्छ र कसैलाई चाहिँ काँचे बनाएको मनपर्छ र मलाई जस्तो मनपर्छ मैले चाहिँ त्यस्तै बनाएकी छु। र सबैको अलग अलग पसन्द हुन्छ र आफ्नो आफ्नो पसन्दको हिसाबले बनाउँदा हुन्छ। मैले चाहिँ अलरेडी फ्राई गरेको तेल अलिकति रहेको थियो र त्यही तेलमा अलिकति गुटा जिरा अनि प्याज, क्याप्सिकम, टमाटर र हरियो खोर्सानी हालेर पकाइरहेकी छु। यो चाहिँ एकछिन फ्राई भएको बादमा पनिर एड गर्छु र पनिर एड गरेर पनिर पाकिसकेपछि चाहिँ लास्टमा चाहिँ मैले अलिकति जिरा पाउडर एड गर्छु अनि लास्टमा काँचो धनिया एड गर्छु र एकदमै टेस्टी हुन्छ गाइस। खाना चाहिँ मलाई चाहिँ अलिकति कम्ती नै मनपर्छ भन्दा पनि हुन्छ यो पनिर, तर पनि पकाउन चाहिँ अब पकाइरहेकी छु। पकाइसकेपछि अलिकति खान्छु पनि। पनिर सनिर एड गरेको बादमा मैले फेरि बनाएँ मिक्स भेज। मिक्स भेजमा चाहिँ मैले पत्तागोभी, आलु अनि मुला, अब मुलाको सिजन छ गाइस। अनि त्यही पछाडि चाहिँ मैले लास्टमा अलिकति चारपत्ते पनि एड गरेकी छु। मलाई चाहिँ अलिक अमिलो मनपर्छ, त्यही भएर मैले चारपत्ते हालेर बनाएकी थिएँ। र गाइस कसले घरमा हेल्प गर्नुहुन्छ खाना बनाउँदा फेरि प्लिज कमेन्ट गरेर भन्नु त। मेरो प्यारा प्यारा दाजुभाइहरू र दिदीबहिनीहरूलाई हेल्प गर्नुहुन्छ कि गर्नुहुन्न कमेन्ट गरेर भन्नु है त। आज कसले हेल्प गर्नुहुन्छ खाना बनाउँदा, कसैले आफ्नो वाइफलाई र कसैले आफ्नो आमा बाबालाई र कसैले दिदीबहिनीलाई, कसले हेल्प गर्नुहुन्छ भन्नुहोस् त। यो हेल्प गर्दा चाहिँ एकदम खुसी फिल हुन्छ हैन। हामीहरूको चाहिँ यो सधैँको ड्युटी हो, तर तपाईँहरूले पनि कोही बेला हेल्प गर्दा फेरि भिन्दै एउटा राम्रो लाग्छ। अनि यता मेरो खाना पनि पाकेर रेडी भइसकेको छ अनि यता मेरो बहिनी, मेरो मम्मी, म चाहिँ यहाँ खाना खान बसिसकेका छौँ। मम्मीले चाहिँ खाना खानलाई होइन हामीलाई दही क्रिम किबी निकालेर दिइराख्नु भएको छ र हजुरहरू सबैजनालाई धन्यवाद छ, धेरै माया दिइराख्नु भएको छ र यस्तै माया पाउँछु भन्ने आशा गर्दै हजुरहरूलाई आजलाई यति नै। र सबैजनाले भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला, सब्स्क्राइब पनि गरिदिनु होला। हेर्दै बस्नुहोस्, बाई बाई।